नमस्ते लास सोफिया फुल्ला सबैजनालाई। म चाहिँ बेडमै उठेर 10 मिनट जति ध्यान गर्ने मान्छे हो। अनि आज चाहिँ धेरै चिसो झन् बढ्दै गइरहेको छ। मौसम चाहिँ यस्तो रहेको छ। अनि आज चाहिँ क्रिसमसको बिदा हो कलेज हैन, त्यही भएर म 7 बजे उठेको। अनि पानी पनि एकदम धेरै चिसो छ के। जसो तसो त मुख धुई धन्नै अनुहार खसेको पानीले। अनि कालो टीका त छुट्याउनै भएन नि हैन, मेरो चाहिँ फेभरेट हो, कसैको नजर नलागोस् भनेर हो के त्यो पनि। अनि मेरो चाहिँ एन्ट्री किचनमा हुन्छ हैन। हिजो भात खाएन, अनि म नाच्दै अब भात तरकारी बनाउने हो। अनि धेरै चिसो छ, चिसोले गर्दा मान्छे मर्छ हेटौडाको चिसो दिन प्रतिदिन बढ्दै गइरहेको छ। मेरो कुकरको हालत चाहिँ एकदम धेरै राम्रो छ, राम्रो अवस्थामा रहेको छ। म चाहिँ घरमा एक्लै बस्छु नि त, अनि बिहान बेलुकालाई हुने भात तरकारी म चाहिँ एकैचोटि बनाउँछु। भात तरकारी बनाउन त फेरि म पहिल्यैदेखि ट्यालेन्ट हो हैन, तपाईहरु पनि पल्किनुहुन्छ। अनि म चाहिँ यो चौलानी चाहिँ ताप्केमा हाल्दैछु, किनकि गोलभेडामा हाल्नलाई। अनि अब गोलभेडामा हाल्नुपर्छ चौलानी, गोलभेडामा हाले। अनि यसो घर सरसफाइ त गर्नु पर्यो नि हैन गाइज। आज बिदा 3 दिनको बिदा छ हुन चाहिँ। अनि यसो आज चाहिँ धेरै भोक लागेर छिटै उठेको, किनकि म एक्लै बस्छु नि त। अनि कसैले बनाएर दिन्छ भन्ने पनि हुँदैन। अनि म चाहिँ यो के रे धनियाँको बिउ चाहिँ अलिकति छरम भनेर गरेको, ल्याएको पनि थुप्रो भइसक्यो। बारी पनि फेरि कम सारो हैन, अनि खने। अनि त्यसपछि अलिकति मात्र छरे, अलिकति चाहिँ छ। अनि त्यसपछि यहीँ छरे मैले। अनि त्यसपछि आलु पकाउँ भनेको, आलु मात्र छ। आलु मात्र त हैन कि अरू पनि छ, तर मलाई आलु चाहिँ फेभरेट हो। अनि तरकारी पनि पाके हैन। अन्तिमसम्म हेर्नु भएकोमा तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद। बाइ बाइ।